ल है हेलो हेलो एभ्रिवान म चाहिँ हाम्रो सुकौरामा छु हाम्रो प्यारो सुकौरा राम्रो सुकौरा फाँट हेर्नु यस्तो बवाल तल नदी अनि यो पार्क है यो चाहिँ हाम्रो पिकनिकको लागि एकदम विशेष ठाउँ हो विशेष पार्क हो तपाईहरुलाई नि यो हाम्रो चाहिँ त्रिपुरा सुन्दरी 7 नम्बर सुकौरामा है तपाईको एकदम रमणीय ठाउँ छ एकदम पिकनिकलाई चाहिँ एकदम राम्रो स्पोट छ यो तपाईहरुले हेर्न सक्नुहुन्छ टक्क यहाँ चाहिँ बच्चाहरु खेल्नलाई सबै कुराहरुको फ्यासिलिटी बनाइएको छ तपाईहरुलाई नि अब पिकनिक आउनु पर्यो भने है तपाईहरुले सम्झिने ठाउँ यो उत्तरी धादिङको तपाई धादिङ बेसी तपाईको चाहिँ गोर्खा घ्याम्पेसाल तपाईको चाहिँ फुलखर्का तपाईको चाहिँ सत्यदेवी सबैतिरबाट चाहिँ तपाईको चाहिँ नेत्रावती डोपजङ सबैलाई आउनलाई एकदम नजिक पर्ने सेन्टर पर्ने ठाउँ सुकौरा तपाईको चाहिँ बबाले पिकनिक स्पोट छ यहाँ तपाईहरुलाई पिकनिक आउन घुम्न स्कुलहरुबाट विद्यार्थीहरु लिएर आउन चाहनुहुन्छ भने तपाईहरु हाम्रो यो पिकनिक स्पोटमा चाहिँ चुज गरेर आउन सक्नुहुन्छ सबै फ्यासिलिटी छ यहाँ हेर्न सक्नुहुन्छ टोयलेट बाथरुम सबै एकदम फ्यासिलिटी छ तपाईहरु सम्झिनु होला एकदम बवाल छ आज चाहिँ हामी यसै गरी पिकनिक चाहिँ हामी सुकौराकै गाउँले पिकनिक आज आइरहेका छौं एकदम बवाल छ यो ठाउँ भिजिट गर्न आउनु होला घुम्न हेर्न सक्नुहुन्छ यस्तो यस्तो कुराहरु सबै छ मन्दिर धारो चौतारो है सबैजना है ल तपाईहरुलाई चाहिँ यो हाम्रो पिकनिक स्पोटमा स्वागत छ है गाइस बवालै छ हराभरा जंगलको बीचमा तपाईले यहाँ धेरै कुराहरु पाउन सक्नुहुन्छ ल हर हर महादेव जय महादेव ल